यही होला गाइस आज शनिबारको दिन बवाल मजा आइरहेछ आउँदो रहेछ कम अन कसम हेलो एभ्रिवान वेलकम टु माई च्यानल सबजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु है आज चाहिँ शनिबारको दिन तारेबिरको ट्रायल जाँदैछौँ अगाडि छ मेरो प्रतीक हेलो प्रतीक यस ल अब दुईजना जाँदैछौँ है ट्रायलमा चाहिँ आज तारेबिरको कसले देख्नु भएको छैन आज देख्नुहुन्छ लेट्स गो शनिबार यसरी मजाले साइक्लिङ गर्दै 2-3 जना भयो भने झन् रमाइलो हुन्छ गाइस बस यो हो नि त पारा कस्तो घाम लाग्यो क्या त्यो बिहान नि यो अब उकाले उकालो हो क्या उकाले उकालो तारेबिरसम्म लास्टै उकालो छ लास्टै गाह्रो पनि हुन्छ ल उकालो सुरु भयो दुईमा हालौँ सिधै दुईमा त उभिन्छ गाह्रो छैन त्यो उकाल्नु यति थाके जस्तो भइसक्यो बाँच्नु त गाह्रो भइहाल्छ नि पागल हुन्छ पागल बाँच्छ त तिम्रो 1/10 कि 1/12 10वटा मात्रै होला त त्यसो है यस्तो मान्छे हिँड्ने ट्रेलहरू मजा आउँछ कि साँट झार्नुलाई अब आयो लेभल 2 आयो गाइस लेभल 2 अब हेच कतिवटा उकालो अस्ति नै मैले तिम्रो त्यो एउटा साथीको रेस्टुरेन्ट थियो नि त्यो कटाएको थिएँ अब यसपालि के हुन्छ लेट्स सी गाइस लगाइ यहाँदेखि चाहिँ ठाडो उकालो सुरु भयो तारेबिरको अहिले झन् ढलान त ढलान छ अलि माथिसम्म मात्रै हो ढलान त्यो पछि ढलान छैन है यो फुल्ली तारेबिरसम्म जान त इम्पोसिबलै हो नि सही छैन
कि त इलेक्ट्रिक साइकल हुनु पर्यो अन्त खतरै साइकल स्थिति त लाला होइन बिस्तारै भयो नि हामी नि टप 2 त टप 2 मै पर्छौँ वर्ल्डको वर्ल्डको टप 2 मै पर्छौँ गाइज होइन यहाँ नि गुम्बा बनाउनु लागेको छ यार हजुर फिल्ममा हेरे जस्तो के चिज ए त्यो चाइना टाउनतिर बनाएको थियो क्या लुट्नु लुटे खान सब डोनेसन आएको पैसा त हो त्यो सरकारको कति रमाइलो यसो दिङ्गे गयो भने त खुट्टाको कटिङ निस्किन्छ होला यस्तो ठाडो छ यार यो अगाडि क्या उठ्यो बस्यो उठ्यो उठ्यो गाह्रो हो भाग्ला गर्दा मुटु यहाँ अलिकति रेस्ट लिन आयो होला होइन ट्रायलसँगको पार्ट 1 ट्रायल 2 को पार्ट 2 बनाइदिनु पर्ला चाहिँ कस्तो चर्को घाम हो 7 बजी नि हैट यो सकिहालिन्छ नि तिमीलाई चाहिँ अलिक गाह्रो पर्ला यार गाह्रो बिस्तारै हान्छ पनि पाइलो जिरोलेस पावर क्या बिस्तारै हान्ने क्या 100 स्पिड हिँड्दा चाहिँ हामी सकेको त्यो स्लो मोसनमा देखाएको तपाईँहरूलाई भिडियो स्लो मोसनमा छ छातीमा राख्यो भने चाहिँ राम्रो दायाँमा देखाउनु नमिल्ने क्या सक्यो है सक्यो है सक्यो है सक्यो है तिमीले अस्तिदेखि गरेको थिएन नि साइकलिङ अनि 1 महिना कति त्यो त 1.5 महिना 1 महिना भइसक्यो नि त्यो त्यहाँदेखि उसले छोकै छैन म डेली गर्ने मान्छे यस्तो छु थाक्यो तान्यो तान्यो मैले अस्ति ठ्याक्क यो घुम्टीमा रोक्यो अस्ति अब आज कहाँसम्म जान्छ हेर्छु ननस्टप तारीसँग हान्ने मजा है गाइस 2 हात छोड तान्दिउँ क्या हो
जङ्गल जङ्गल शीतलै छ रेस बस्छौ त एकछिन भन्दाखेरि यहाँ साइकल लिएर आएको देखाएको छैन मैले कसैले गाडीमा चाहिँ लिएर जालान् अहिले त त्यही त वाकिङ हो सकिँदैन नि साइकल उडाउँदै लानुपर्छ Cycling is too fun. यहाँ नि पुलिस बिट बनाएर पैसा ठग्ला होला क्या है होला उ त्यो ट्याङ्की छैन त्यहीँनिर हार माने क्या मैले अस्ति त्यत्रो ककनी गयो त्यत्रो मिहिनेत गरेर साइकल भ्लग बनाए सबै भ्युज गर्दैन यार हैट युट्युबको दोष हो कि हाले हो आफ्नै गाउँले हेर्दैनन् स्टोरी चाहिँ हेरे हुन्छन् फेरि स्टोरी चाहिँ 30 जना देखाउँछ भने चिन्यो भने देखाउँछ नयाँ भिडियो आयो भने देखाउँदाखेरि गएर युट्युबमा सर्चै हानिदिँदैन Come on guys, come on, let's go. तर तिमीले हाने यार यहाँसम्म नि तिमीले हानेकै हो नि यहाँसम्म त यहाँ हतार गरिकि अहिले मुटु भ्याटभ्याट भइहाल्छ अनि सकिँदैन कि कडा अगाडिको उकालो हेरिकि आँखा थाक्छ उकालो छ है गाइस उकालो Hey, come on, baby. तिम्रो स्टामिना चाहिँ रहेछ यार प्रति हो लाई सक्नु पर्यो है गयो गयो
ल आगै हामी चाहिँ नि यो ओह्रालोको बाटो है यो ओह्रालो अब थाहा नै छ होला तारिबिरको उकालो भनेर यो उकालो नि उक्लिनुपर्छ यहाँ एकछिन रेस्ट हानेको है आज शनिबारको दिन बवाल मजा आइरहेछ लेट्स गो मेरो बिस्ट यहाँ छ लाई त अब यो उकालो फेरि हान्नुपर्छ है यो गाइज ल है उक्ले छौँ यो चाहिँ सब ढलाने बाटोहरू सहिलो भयो है अब ढलाने धेरै बाटो छैन त्यही 1-2 घन्टी जस्तो मात्रै लाग्छ त्यो पछि सब माटोको एक घन्टी पछि यार त्यो पछि छैन ढलान छैन हजुरहरूलाई सर्ट हाइक आउन मन छ भन्छ नि त्यो अगाडिको देख्नु भएको छ नि त्यहाँबाट माथिसम्म पुग्नु मिल्छ है सर्ट हाइकिङ आउनु होला अनि बाइक लिएर आउँदा भने त तारभिरसम्म जाँदा नि हुन्छ रमाइलो चाहिँ यो यहाँ त एउटा त्यस्तो ठुल्ठुलो त रहन्छ सकिन्छ प्रतीक हाँ म झार्दिउँ ल पहिला जाउँ न म माथि पहिला प्रतीक म यो झार्छु है त हान्ने तिमी सकिँदैछ यस अब गोरुवाली खिचिरह हिँड न स्वाइँ हिँड न एकैछिन फास्ट रफ्तार सके लादा नि आइरह प्रति तिमी नि ए सिट हाइट बढी भयो यार है सुन न चम्पा ढलान हाल्न आएको है अलि छिटो हाल्नुपर्ने थियो नि चिसो चिसो हावा बग्यो सहिलो भयो कि झन् गाह्रो भयो
मुटु नहीं बिज्ने यसरी नै हो कि मेरो जिन्दगी नै बिज्ने 10 गियरमा है गाई 10 गियरमा अब यो ढुङ्गामा झन् गाह्रो हुन्छ क्या Come on, कसम Hey, hey. चिप्ले हो Come on. Come on. उडेर न अगाडिको बाङ्रा Hey. मैले एक्सपेक्ट गरेको थिइनँ यार प्रतीक यहाँसम्म साइकल लिएर आउँछ होला स्टामिना त साफ बढेछ नि फुल अपिल भयो है कसम हाय थाक्यो आमा धेरै हड्नी गर्नुहुन्न क्या होइन थाक्नु पर्छ गाह्रो गर्दै सिक्दा हात हेर्दैन पुरै माथि माथि फुल कपिले भयो अब गाई एकछिन डाउन आउँछ है उहाँ चाहिँ बल्ल यहाँ डोडाउनु भने त धेरै राम्रो हो नि ए घुम्ती त हो उकालो सिधै हो नि यहाँ अलिकति बिग्रेर रहेछ क्या बिग्रेन चाहिँ फेरि लास्टै गाह्रो भएर के कुदाउनु लगायत 2-3 घुम्टी चाहिँ नि डोडाउनै पऱ्यो है धेरै गाह्रो भएको थियो के गर्नु गाह्रो हुँदा नि चलाउन सकिँदैन है फाइनली हामी आइसक्यौँ हाम्रो तारेभिरको ट्रायलमा
गाह्रो छ क्या यहाँ साइक्लिङ गर्दै आउँदा यो ट्रायल हान्न चाहिँ नि ऊ त कपनबाट गोकर्णबाट आयो भने चाहिँ नि धेरै उकालो छैन होइन चाहिँ यहाँ गाह्रै छ यस्तो हो यहाँबाट चाहिँ ट्रायल प्रतीक ट्रायल हेर्न आऊ यही होला गाइस ट्रायल यही हो त्यो त हिँडाएर यहाँबाट हिँडाएर लाने उता त सहिले त हामी ल है यो हो ट्रायल है गाइजहरू उयो खोलेको चाहिँ छैन भन्ने हो जाउँ त हेर स्यास्या खान्छौँ गाइज हामी पहिला होइन खोलेको चाहिँ छैन यो ओपन त ढोका त लाएन के खान्छ चिया खाने मै छ मै चिया छ चिया खाउँ त आउँदो रहेछ जिस्किन्छ मोरो